सम्पूर्ण प्रिय भाइ बहिनीहरू सधैँ चाहिँ तपाईहरूलाई हाम्रो लाइट अफ म्याथमेटिक्स युट्युब च्यानलमा हार्दिक स्वागत छ। प्रिय भाइ बहिनीहरू, आज म तपाईहरूलाई कक्षा 8 को बिएलई पुस्तकको सेट नम्बर 2 को प्रश्न नम्बर 4 माथि छलफल गर्न गइरहेको छु। प्रिय भाइ बहिनीहरू, तपाईहरू पहिलो पटक यदि हाम्रो च्यानललाई हेर्दै हुनुहुन्छ भने तपाईले हाम्रो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न चाहिँ भुल्नुहुने छैन भन्ने मैले अनुरोध गर्न चाहन्छु। प्रिय भाइ बहिनीहरू, यदि तपाईँ पुरानो पहिलेदेखि नै हाम्रो च्यानललाई हेर्दै आउनुभएको छ भने तपाईहरूले हाम्रो यस च्यानललाई लाइक, कमेन्ट र शेयर गरेर फलो अप गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। प्रिय भाइ बहिनीहरू, सर्वप्रथम म क्वेसन नम्बर 4 लाई तपाईहरूलाई म पढेर सरसर्ती सुनाउन गइरहेको छु र यहाँ के लेखेको छ त भन्दा भाइ बहिनी हो, एउटा कम्पनीमा कर्मचारीलाई पिउने पानीका लागि बनाइएको एउटा पानी ट्याङ्कीको क्षमता 15,000 लिटर छ र क नम्बरमा उक्त ट्याङ्कीको क्षमतालाई वैज्ञानिक सङ्केतमा लेख्नुहोस्। ख नम्बरमा उक्त कम्पनीका कर्मचारीले एक महिनामा 23,100 पानी उपभोग गर्छन्। यदि उक्त लिटर पानीको मूल्य यदि 1 लिटर पानीको मूल्य रु 20 पैसा पर्छ भने एक महिनाभरि पानी उपभोग गरे बापत कति रुपियाँ लाग्छ पत्ता लगाउनुहोस् भनेर चाहिँ प्रश्न नम्बर बी ले सोधेको छ भने अब प्रश्न नम्बर सी ले चाहिँ 1.57 को चाहिँ कम्प्लिमेन्ट अथवा बार लाई भिन्नमा रूपान्तरण गर्नुहोस् भनेर यसरी यो चाहिँ क्वेसन सोधेको छ। र त्यस्तै यदि रङ्गाइएको भाग चिन्हले 1 जनाउँछ, यस्तो जुन जहाँ रङ्गाइएको छ त्यहाँमा 1 र खाली जुन वर्ग छ त्यसको ठाउँमा 0 लाई जनाउँछ भने 53 लाई 2 आधार संख्या पद्धतिमा जनाउन दिएका कुन कुन कोठालाई रङ्ग्याउनु पर्छ, रङ्ग्याएर देखाउनुहोस् भनेर यसरी प्रश्न सोधेको छ भाइ बहिनी हो। अब म तपाईहरूलाई क्वेसन नम्बर ए तिर चाहिँ गर्न गइरहेको छु। हाम्रो यो 15,300 लिटरलाई मैले के लेखेको छ त भन्दा उक्त ट्याङ्कीको क्षमतालाई वैज्ञानिक सङ्केतमा लेख भनेको छ। अब म क्वेसन नम्बर 1 लाई तपाईहरूलाई वैज्ञानिक सङ्केतमा गरेर देखाउँछु। अब भाइ बहिनी हो, तपाईहरूले यहाँनिर राम्रोसँग हेर्नुहुनेछ कि जस्तो हामीलाई 15,300 के दियो त लिटर हामीलाई यो चाहिँ छ। यो लिटरलाई हामीले के गर्नुपर्ने छ त भन्दा वैज्ञानिक सङ्केतमा लैजानु पर्ने छ। अब भाइ बहिनी हो, वैज्ञानिक सङ्केतमा लाग्दाखेरिमा सर्वप्रथम तपाईले यो अङ्कलाई छुट्टै राख्ने, जस्तो 553 छ इन्टु अब कतिवटा जिरो छन् त 2 वटा जिरो छन्, त्यसलाई 10 को पावरमा तपाईले 2 राखिदिनु। यदि 3टा जिरो छन् भने तपाईँ 3 राखिदिनु होला, 4 वटा जिरो छन् भने 4 राखिदिनु होला। पछाडिपट्टिको जिरो जति छन् त्यसलाई 10 को पावरमा लेखिदिनु होला। अब भाइ बहिनी यो वैज्ञानिक सङ्केतमा एउटा कुरा तपाईहरूले के ध्यान दिनुपर्छ भने सुरुको संख्याको पछाडिपट्टि दायाँतिर हाम्रो के बस्छ त भन्दाखेरिमा दशमलव बस्छ। जस्तो 1 को पछाडितिर के बस्छ, दशमलव बस्छ र हाम्रो के भयो त पछाडिपट्टि 53 छ इन्टु 10 को पावर त 2 छँदैछ भाइ बहिनी हो। अब तपाईले यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने यो दशमलव भन्दा यता दायाँतिर कतिवटा संख्या छन्, एउटा 5 छ, एउटा 3 छ, 2 वटा छन्। त्यसैले तपाईले यहाँनिर के गर्ने हो त प्लस 2 गरिदिने हो। जतिवटा संख्या छन् त्यतिवटा तपाईले पावरमा प्लस गरिदिनुपर्छ। अब के भयो त भाइ बहिनी हो, 1.53 इन्टु 10 को पावरमा 2 मा 2 जोडेपछि 4 नै हाम्रो के भयो त यो वैज्ञानिक सङ्केतमा गइसक्यो। त्यसैले भाइ बहिनी हो, प्रश्नले मागेको ए नम्बरको क्वेसनको उद्देश्य पुरा भइसकेको छ। अब भाइ बहिनी हो, तपाईहरुलाई म यसैको बी नम्बरको क्वेसन गर्न गइरहेको छु। अब प्रश्न नम्बर बी को लागि म हल गर्न गइरहेको छु। अब बी ले के भनेको छ तपाईहरुलाई मैले देखाउने छु सर्वप्रथम, अनि त्यसपछि तपाईलाई म बी को हल गर्न जानेछु। अब भाइ बहिनी हो, यहाँनिर बी नम्बरको क्वेसनमा के सोध्यो त भन्दा तपाईलाई हेर्नुहोस् त, उक्त कम्पनीमा कर्मचारीलाई एक महिनामा 23,000 यति लिटर पानी उपभोग गर्छन् भने 1 लिटर पानीको मूल्य 20 पैसा पर्छ भने एक महिनाभरि कति पानी पर्छ त भन्दाखेरिमा अब यसको क्वेसन हामीले बनाउनु पर्ने छ। अब भाइ बहिनी हो, तपाईहरुले यहाँ के कुरा बुझ्नुपर्छ भन्दाखेरि जस्तो अनि तपाईहरुलाई के दिएको छ त भन्दा 1 लिटर पानीको मूल्य कति दियो त तपाईले सर्वप्रथम यो हामीले एक नियमका आधारमा गर्नुपर्ने हुन्छ। 1 लिटर पानीको 1 लिटर पानीको मूल्य हामीलाई कति दिएको छ त भाइ बहिनी हो,
पानीको मूल्य बराबर रु 20 पैसा भन्नुको अर्थ 0 रुपियाँ 20 पैसा यसरी भयो भने है। अब यो रुपियाँमा बदलिसक्यो, किनकि पैसालाई हामीले 100 ले भाग गर्यौं भनेपछि त्यो के हुन्छ त भन्दा त्यो चाहिँ रुपियाँमा रूपान्तरण हुन्छ। मैले 20 लाई भाग चाहिँ 100 ले गर्दाखेरिमा 0 रुपियाँ 20 पैसा प्राप्त भइसक्यो। अब हामीसँग कति लिटर पानी छ त भन्दाखेरिमा भाइ बहिनी 23,100 लिटर पानी छ। 23,100 लिटर पानीको त मूल्य बढी हुन्छ भने भाइ बहिनी यो दायाँको अङ्कको लागि यो संख्या गुणन हुन्छ। त्यसैले रुपियाँ 0 रुपियाँ 20 पैसा इन्टु हाम्रो कति भयो त 23,100 भयो। अब भाइ बहिनी हाम्रो कति पानी आउने भयो त एक महिनाको खर्च भन्दाखेरिमा यो मल्टिप्लिकेसन गरौँ। मल्टिप्लिकेसन गर्दाखेरिमा तपाईले क्याल्कुलेटर पनि प्रयोग गर्न सक्नुहुनेछ र अनि तपाईले क्याल्कुलेटर हातले पनि प्रयोग गर्न सक्नुहुनेछ। अब माथिल्लो क्लासका लागि क्याल्कुलेटर प्रयोग गर्न सकिने भएको हुनाले तपाईहरुले सजिलैसँग क्याल्कुलेटर प्रयोग गरेर निकाल्न सक्नुहुन्छ। यो र यो चाहिँ मल्टिप्लिकेसन गर्नुस् र चाहिँ हिसाब निकाल्दिनुस्। अब म चाहिँ तपाईलाई क्याल्कुलेटर युज गर्न गइरहेको छु प्रिय भाइ बहिनीहरु। मैले क्याल्कुलेटर युज गरिसके र तपाईहरुले चाहिँ यसको मूल्य कति प्राप्त गर्नुभयो भनेपछि 4620 रुपैयाँ यसो हाम्रो क्याल्कुलेटरमा आएको छ। 4620 रुपैयाँ हाम्रो एक महिनाको खर्च आयो। त देयरफोर एक महिनामा पानीको मूल्य एक महिनाको लागि है एक महिनाको लागि पानीको मूल्य रु 4620 रुपैयाँ पर्छ। यसरी हामीले क्वेशन नम्बर 2 पनि हामीले हल गर्न सफल भयौं। अब प्रिय भाइ बहिनीहरु, अब तपाईहरुले सी नम्बरको क्वेशनको लागि म तयारी गर्न गइरहेको छु। तपाईले सी नम्बरको क्वेशन अलि ध्यानपूर्वक हेर्नु होला, किनकि सी नम्बरको क्वेशन परीक्षामा धेरै पटक दोहोरिएको र परीक्षामा धेरै पटक आउने गरेको हुनाले यसलाई निकै गम्भीरताका पूर्वक हेर्नुहुनेछ भन्ने मैले विश्वासका साथ म हिसाब गर्न गइरहेको छु। अब तपाईहरुलाई यहाँ के दिएको छ त भन्दाखेरिमा यस्तो दिएको छ 1.57 को पावरमा हामीलाई कम्प्लिमेन्ट अथवा बार दिएको छ। यसलाई हामीले के गर्नु छ त भन्दाखेरिमा भिन्नमा रूपान्तरण गर्नुपर्ने छ। भिन्नमा रूपान्तरण गर्नका लागि तपाईहरुले सर्वप्रथम के गर्नुपर्छ त भन्दा भाइ बहिनी यो चाहिँ हाम्रो x बराबर 1.57 अनि 57 बारम्बार दोहोरिएको हुनाले 57 यसरी दोहोरिँदै पुनरावृत्ति हुँदै जाने भएको हुनाले यसलाई हामीले यसरी लेख्न सक्छौं अथवा दुई पटक लेख्न सक्छौं। यसलाई हामीले के मान्दिने भन्दा भाइ बहिनी यसलाई फर्स्ट इक्वेसन मान्न सकिन्छ। तपाईहरुले पनि फर्स्ट इक्वेसन मान्दिनु हुनेछ। यदि हाम्रो यो पोइन्ट भन्दा उतातिर दुईवटा संख्या छन् भने यो सेकेन्ड आईलाई हामीले 100 ले गुणन गर्छौं। यदि एउटा संख्या मात्रै छ भने 10 ले गुणन गर्छौं। यदि यो पोइन्ट भन्दा उतातिर तीनवटा संख्या छन् भनेपछि 1000 ले गुणन गर्छौं। यो कुरा तपाईहरुले ख्याल गर्नुपर्ने हुन्छ। अहिले मैले यो दशमलव भन्दा उतातिर दायाँतिर दुईवटा संख्या जस्तो 5 र 7 मैले भेटाएँ। त्यसैले दुईवटा संख्या भएको हुनाले मैले 100 ले के गर्दिन्छु त भन्दा गुणन गर्दिन्छु। अब 100 ले दुवैतर्फ गुणा गर्दा ल भाइ बहिनी अब हामी गुणन गरौँ। अब गुणन गर्दाखेरिमा के भयो त भन्दाखेरिमा यतातिर 100 ले गुणन गरौँ, यो त 100x भयो र यतातिर हामीले गुणन गर्दाखेरिमा कति हुन्छ त भन्दाखेरिमा ल 1.57 अनि 57 इन्टु 100 गुणन गरौँ है भाइ बहिनी। अब तपाईहरुले कति पाउनु हुनेछ त भन्दाखेरिमा यतातिर राइट ह्यान्डतिर 100x भइहाल्यो बराबर। अब तपाईले क्याल्कुलेटर हानेर पनि चेक गर्न सक्नुहुनेछ र सजिलै अब तपाईको कति हुन्छ त भन्दा 1.157.57 हुन्छ। तपाईको त्यसरी गर्न पनि सकियो है। अब यसरी भाइ बहिनी तपाईहरुले क्याल्कुलेटर युज गरेर गर्न पनि सक्नुहुनेछ भन्ने मैले तपाईलाई चाहिँ विश्वास दिलाउन चाहन्छु र तपाईहरुले गर्नुहुनेछ। र क्याल्कुलेटर प्रयोग गर्दाखेरिमा अब तपाईको कति भयो त भन्दा 1.57
सरी 157.57 भयो। अब यसरी पुनरावृत्ति हुँदै जाने भएको हुनाले एउटा 57 हामीले यसरी सजिलैसँग थप्न सक्छौँ, किनकि जति पनि हाम्रो 57 पुनरावृत्ति हुँदै गइरहेको हो, त्यसै कारणले 57 हामी थप्न सक्छौँ, किनभने पुनरावृत्ति भएको छ। अब ठुलोबाट सानो घटाइदिने अथवा सेकेन्ड आईबाट फर्स्ट आई घटाउँदा आईबाट हामीले के गर्ने त भाइ बहिनी हो, आई घटाइदिने, घटाउँदा लेख्ने यसरी घटाउँदा, अब घटाउँ ल, घटाउँदाखेरिमा कति भयो त भन्दाखेरिमा यहाँ 100x माइनस यहाँ तलतिर आईमा 100x छ, माइनस माथितिर आई भनेको x छ। अब हाम्रो यहाँ के भयो त 157 पोइन्ट कति छ त 5757 छ। हामीले घटाउनु पर्ने 1.5757 घटाउनु पर्ने हो। अब भाइ बहिनी 100वटा एक्समा एउटा एक्स गएपछि अब हामीसँग 99 वटा एक्स रह्यो। 99 एक्स बराबर अब यसबाट यो माइनस गऱ्यौँ भनेपछि तपाईहरुले के पाउनुहुनेछ त भन्दाखेरिमा 156 पाउनुहुनेछ है। तपाईले सजिलैसँग अथवा यसलाई हेर्ने सानो हेर्नेर म तपाईलाई रफ गरेर पनि देखाउँछु। जस्तो 100 हाम्रो 157 छ, 157.5757 बाट हामीले माइनस के गर्नुपर्ने छ त भन्दा 1.575757 माइनस गर्नुपर्ने छ। भाइ बहिनी तपाईहरुले एउटा कुरा के हुन्छ भने यो पोइन्ट सधैँ पोइन्ट मिलाउनु पर्ने हुन्छ, पोइन्टको सोझै तल पोइन्ट मिलाउनु पर्ने हुन्छ। त्यसैले यो 7 मा 7 यो 0 भइहाल्यो, 5 मा 5 0 भइहाल्यो, 7 मा 7 गयो 0 भइहाल्यो, 5 मा 5 0 भइहाल्यो, पोइन्टको पोइन्ट सोझै जोड्यो। अब 57 मा 7 मा 1 गएपछि 6 बाँकी रह्यो। अब यहाँ 5 को 5 भयो, 1 को 1, 156, यतातिरको 0 को भ्यालु हुँदैन, त्यसैले 156 मात्रै रह्यो। अब यसरी तपाईले के गर्नुहुन्छ त भन्दा x मात्रै बराबर हाम्रो कति हुन्छ त भन्दा 156 का अपन अनि 99 हाम्रो के भयो त यो भिन्नमा गइसक्यो। यही भिन्न नै हामीलाई निकाल्न भनेको थियो, यो हाम्रो के भयो त रिक्वायर्ड एन्सर भइसक्यो। अब भाइ बहिनी तपाईहरुले यसरी चाहिँ के गर्नुहुन्छ त भन्दा कुनै पनि संख्यालाई हामीले दिएको जुन संख्या छ दशमलव संख्या त्यसलाई भिन्नमा हामी रूपान्तरण गर्न सक्छौं। अब डी नम्बरमा तपाईहरुलाई के भनेको छ भने यसको डी नम्बरमा यसलाई 53 दिएको छ। 53 लाई तपाईहरुले अनि 2 आधार संख्या पद्धतिमा लैजानुपर्छ। 2 आधार संख्या पद्धतिमा लैजाँदाखेरिमा 2 ले भाग गर्दै जानुपर्ने हुन्छ। ल 2 ले भाग गर्दै जाउँ, 2 दुना 4 भयो, 1 बच्यो, किनभने 5 छ 1 बच्यो। अब 1 बचेपछि 1 र 3 13 भयो, 2 छक्का 12 भनेपछि हाम्रो 13 थियो, 1 शेष रह्यो। अब भाइ बहिनी हो 2 ले जाउँ, अब 2 एकानी 2, 2 त्यहाँ छ शेष नै रहेन, त्यसैले 0 भयो। त्यसपछि हामीलाई अब अर्को के भएछ त भन्दा अर्को 2 ले जाउँ, 2 छक्का 12 शेष 1 रह्यो। फेरि 2 ले जाउँ, 2 ले 2 त्यहाँ छ शेष के भयो त 0 रह्यो। अब फेरि हामीले जाउँ, 2 ले 2 एकानी 2, 3 मा 2 गएपछि 1 शेष रह्यो। अब लास्टमा भाइ बहिनी हो तपाईले 2 ले गरेपछि यहाँनेर 0 राख्ने, यो 1 चाहिँ यतातिर दायाँतिर राख्दिने। अब यसरी राख्दाखेरिमा हाम्रो के भयो त भन्दा यो 2 आधार संख्या पद्धतिमा गइसक्यो। अब प्रश्नले के सोधेको छ भने तपाईको कति भयो त भन्दा हाम्रो यो यसरी ठाडो रूपमा हामीले यसरी ठाडो रूपमा हामीले हेर्नुपर्ने हुन्छ। त 1 1 0 1 0 1 हाम्रो के हो त दशमलव संख्या पद्धति भयो। यो 53 हाम्रो जुन थियो यो हाम्रो बराबर कहाँ गयो त भन्दा 1 यसरी माथितिर जानु होला भाइ बहिनी, 1 1 1 1 अनि 0 1 0 1 अनि त्यसपछि गएर 1 1 0 1 अनि 0 1 0 1 हाम्रो के भयो त 2 आधारमा गयो। यो 2 आधारमा गइसकेपछि अब हामीलाई एउटा के दिएको छ त भन्दा 3 4 5 6 वटा कोठा दिएको छ, 6 वटा वर्ग दिएको छ भाइ बहिनी हो, 6 वटा वर्ग दिएको छ। अब हामीले पनि 6 वटा यसरी वर्ग बनाउने हो। 2 वटा वर्ग भयो, 3 वटा वर्ग भयो, अनि 4 वटा वर्ग भयो, अनि 5 वटा वर्ग भयो, यसरी 6 वटा वर्ग भयो। अब प्रश्नले के भनेको छ भाइ बहिनी तपाईहरु ध्यानपूर्वक सुन्नु होला। 1 लाई रंग्याउने र 0 लाई खाली राख्ने भनेको छ। त पहिलो सुरुमा 1 छ, 1 लाई मैले रंगाइदिएँ, यसरी रंग्याउ भनेको छ किताबले पनि। तपाईहरु प्रश्न हेर्नु होला सुरुको भिडियोमा, सुरुमा हेर्नु होला भिडियोको। फेरि पनि रंगिने भयो किनभने 1 भएको ठाउँमा रंगिने हो। अब फेरि 0 भनेको छ त यो 0 खाली रह्यो। त्यसपछि फेरि 1 भनेको छ, यो खाली रहेपछि फेरि एउटा के भयो त रंगियो, रंगाइयो। अब फेरि एउटा खाली छ, फेरि के भयो त एउटा रंगियो। यसरी के हुने, यसरी हाम्रो कोठाहरु रंगाउन सक्यौं। जहाँ जहाँ 1 सिरियली हेर्ने हामीले 1 यो रंगियो, 1 यो रंगियो, 0 खाली भयो, 1 रंगियो, 0 खाली भयो, 1 रंगियो। यसरी हामीले
प्रश्नले यस्तोरी मागेको छ र कुन कुन कोठा रङ्ग्याउन सकिन्छ त भन्दा फर्स्टका 2वटा कोठा र एउटा छोडेर अर्को कोठा र एउटा छोडेर अर्को कोठा के गर्न सकिँदो रहेछ त रङ्ग्याउन सकिँदो रहेछ भन्ने कुरा गरेको छ। यही नै हाम्रो के भयो त भाइ बहिनीहरू एन्सर भयो। यसरी प्रश्न यसरी सोध्ने गरेको पाइन्छ। प्रिय भाइ बहिनीहरू, अब यो चाहिँ क्वेसन नम्बर 4 प्रायः जसो महत्त्वपूर्ण हिसाबका रूपमा लिन्छ र यो प्रायः जसो दोहोरिरहने भएको हुनाले देश तथा स्वदेशमा रहनुहुने सम्पूर्ण कुनाकन्द्राका हिमाल पहाड तराई सम्पूर्ण चाहिँ क्षेत्रका भाइ बहिनीहरूले अनि आफ्नो जुन गाउँपालिका स्तरीय परीक्षा पास गर्नु छ भने राम्रोसँग भिडियोलाई हेरेर चाहिँ तपाईहरूले ज्ञान बटुलेर पास गर्न सक्नुहुनेछ भन्ने विश्वासका साथ तपाईहरूबाट म छुट्टिन्छु। हस्त नमस्कार।